यो चाहिँ यहाँ बस स्ट्यान्ड नै बस पार्क रहेछ है। यो सामान धुने यहाँ छ, बस पनि आउँदैछ। र यो चाहिँ हामी जाने बस है। सुत्न पनि मिल्ने रहेछ, माथि तल बस्ने सिट पनि छ। हमसफर बिहार राज्य पथ परिवहन निगम युटी लेखेको रहेछ। 2x2 एसी अप्पर एन्ड लोवर स्लिपर भनेको छ। ल हमसफर यातायात, यो चाहिँ हामी जाने बस आइसकेको छ है। यो एउटा बस, दिल्लीको बसको चाहिँ एउटा ऊ रहेछ क्या। हामी जस्तो नेपालमा चाहिँ बसको टिकट काट्यो होइन, अनि बस चढ्नलाई 10 मिनट अगाडि बाटो उभिँदा हुन्छ होइन। यहाँ चाहिँ 7 बजे बस हिँड्ने, हामीले 2 बजीदेखि बोलाएको छ। अनि 2 बजे नै बोलाएको छ यार। 7 बजे गाडी हिँड्छ तर अहिलेसम्म चढ्न दिएको छैन गाडीमा। यो चाहिँ यहाँको नियम रहेछ, 2 बजी नै आउनुपर्ने। अनि त्यहाँबाट 7 बजी मात्रै गाडी हिँड्ने रहेछ। गाडी चाहिँ यही हो। हामी चाहिँ अब कस्तो बानी भन्दाखेरि अब टिकट काट्ने, अनि बेलबारी आइपुग्यो भनेपछि बिहारसम्म आइदिने बाटोमा होइन, बस्नु पर्खिदिने, त्यस्तो हुँदैन रहेछ क्या यहाँ। त्यो चाहिँ नयाँ लाग्यो मलाई। हामीले यहाँ वेटिङमा छौँ हाम्रो ब्यागहरू। ल हाम्रो अब दिल्लीबाट चाहिँ जोगबनीसम्मको यात्रा यो के भन्छ यसलाई, स्लिपर बसमा सुरु भयो होइन। एसी पनि छ, सर र हावा रहेछ। गाडीको नाम अघि पनि मैले तपाईँलाई भनिहालेँ, सुपर हमसफर यातायात। हम लोग जा रहे हैं दिल्ली से नेपाल। यो चाहिँ सिट यस्तो हुन्छ है। ल यो भैया लोग बैठे हैं। कहाँ तक जाएंगे आप सर? हम मुजफ्फरपुर जाएंगे। नहीं समझे। मुजफ्फरपुर। हाँ मुजफ्फरपुर। ओके, आप जकी जाना मुझे। ओके। हमारा ये हम साथ में सफर कर रहे हैं। आप कहाँ जा रहे हैं? हम लोग नेपाल जा रहे हैं। नेपाल जोगबनी तक जाएंगे, वहाँ से फिर दूसरे जाएंगे। रात को 11 बजे। सुपौल कितने बजे पहुँचेगा ये? अभी तो यहाँ से चलेगा तो आगरा रुकेगा ये। ल यो चाहिँ अहिले दिल्लीको इलेक्ट्रिक बस है यो। महिलाहरू निःशुल्क रूपमा हुन्छ। नेपाल सरकारले पनि यो ब्लू बस भनेको ठाउँमा यसलाई यो चिजलाई चाहिँ उनीहरूले पनि फलो गरोस्। प्रत्येक महिलालाई चाहिँ फ्री अफ कस्टमा यो बसमा यात्रा गराउँछन् इन्डिया सरकारले। अनि कान्छा टिकट कतिमा काट्यो तिमीले? यो अब यो अरू बेला चाहिँ 1200 मा पाइने टिकट, अहिले चाहिँ एकदमै माग एकदमै बढेको कारणले अब के हो, उहाँ अहिले बिहेको सिजनले गर्दाखेरि बिहारमा एकदमै मोबिलिटी बढेको छ। त्यसै कारणले टिकटको अभाव भएको कारणले चाहिँ हामी अलिकति प्राइस हाइकमा परेर हामीले 2000 तिरेर एउटा टिकट लिएको छौँ। ए यो चाहिँ माग र सप्लाई, डिमान्ड र सप्लाईको सिद्धान्त लागु भन्ने ल ठिक छ। अरू बेला 1200 पर्ने रहेछ। अब यस्तो बिहेहरू अथवा चाडपर्वको बेलामा चाहिँ हामीले 2500 सम्म तिर्नुपर्ने हुन्छ। हेरौँ अब यात्रा कस्तो हुन्छ होइन। यहाँ चाहिँ अब 2 जनाको स्लिपरमा 3 जना पनि राखिरहेछ। उहाँ यसरी पनि मान्छेलाई हालेको छ, तर उहाँहरूको पनि लिएको चाहिँ भाडा त्यति नै होला, 2000 होइन। ठिक छ। जिन्दगीमा धेरै सबै प्रकारको यात्रा गर्नु दिनुपर्छ र त्यही यात्रा गर्नु क्रममा छ हामीहरू। ल थ्याङ्क यू। हेर्नुहोस् त पोल्यान्डको बाटोमा पुतली कत्रो घर छ। हाम्रोमा कहिले हुने यस्तो? ठीक है, फिल्म देखाइए बात करे तो बोले है ना, फिल्म देखेंगे। ल हेर्नुहोस्, पोल्यान्ड आउने भुटान रहेछ त। ल वाउ, मम्मी की दायित्व रहे। यहाँ पेट्रोल हाल्ने ठाउँमा छु। यो पेट्रोल पम्प एकदम राम्रो व्यवस्थित रहेछ। यहाँ टोइलेट र साबुन सहितको व्यवस्था एकदम राम्रो। आइएम इम्प्रेस्ड क्या साबुन सहितको होइन भन त। यो चाहिँ पेट्रोल पम्प। मैले यहाँ पेट्रोल पम्पमा गाडी तेल हालेर गएको छ, तर जस हामीले सोचे जस्तो बसमा हिँड्दाखेरि जस्तो हुन्छ भनेर सोचेका थियौँ त्योभन्दा बेटर पायो हामीले चाहिँ। होइन दाइ, राम्रो लाग्यो हजुरलाई? म त धेरैपल्ट भइसक्यो, मलाई राम्रो लाग्छ। ए हजुर बसमै हिँड्नुहुन्छ दिल्ली टु नेपाल? म 3-4 पल्ट भइसक्यो बसमा। ए हजुर कहाँबाट?
नेपाल कहाँ हजुर नेपाल इटरीबाट ए ठिक छ उहाँ दाइले पनि भन्नुभयो एकदमै इम्प्रेस हुनु रहेछ यो चाहिँ फर्स्ट टाइम म हाम्रो र पनि तिमी इम्प्रेस छौ नि होइन इन्डियाको लङ रुटको बसहरू चाहिँ साँच्चै नै राम्रो हुने रहेछ मैले पेट्रोल पम्पमा छु पेट्रोल पम्प पनि इन्डियाको वास्तवमै एकदमै ठुलो रहेछ है बस यो खाना खानामा श्री राधा रानी फ्यामिली भोजनालयमा चाहिँ हामीले खाना खानको लागि बसेर रोकेको छ हामीले चाहिँ नि बसमा चाम्रीहरू बनाएर ल्याएको थियो त्यो खाइसकेकोले हामी चाहिँ खाना यहाँ बसेनौँ यो चाहिँ वृन्दावन जाने बाटो रहेछ यहाँनिर यस्तो ढाबाहरू रहेछ यहाँनिर चाहिँ बसहरूले यसरी खानाहरू खुवाउने रहेछ यो ढाबा भन्दो रहेछ यसलाई यहाँ यही बाटो हुँदै वृन्दावन जाने रहेछ बोलो जय वृन्दावन बिहारी की जय प्रेमानन्द जी महाराज की जय यो चाहिँ यहाँ स्ट्रिट यो बाटोमा भएको खाजा खाने ठाउँ यो खाना खाने ठाउँ यो प्रकाश ढाबा रहेछ यहाँ हामीले चाहिँ इन्डो नेपाल एयरबस पनि देख्यौँ प्रकाश ढाबा यस्तो ठाउँहरूमा चाहिँ खाना खाने रहेछ जस भित्रको खाना त मैले खाइनँ हामीले अघि नै खाइसक्यो आफैले पकाएर ल्याएको कस्तो थाहा भएन तर होटल र यो ठाउँ हेर्दा चाहिँ सफा सुग्घरै जस्तो लाग्यो यो एसी बसहरूले र लङ रुटको बसहरूले यहाँ खाना खाउने ठाउँ रहेछ है हामीले दिल्लीबाट नेपालको यात्रामा छौँ यो चाहिँ अहिले हामी मथुरामा छौँ यहाँबाट 7 किलोमिटर टाढा वृन्दावन रहेछ यो मिठाई पेठा भन्दै चाहिँ यसलाई आई रियली लाइक दिस यसको कलर राम्रो छ वृन्दावनको छेउमा यति मिठो मिठो राम्रो मिठाईहरू पनि पाइँदो रहेछ ल यो पसलमा कल सवारी को बैठा दिया आप जाके अंदर बैठे हुए आप मेरा सीट पे क्यों बैठे आप जाके पूछिए उसको नहीं हाँ खाली था इसलिए देखे हमारे सीट पे क्यों बैठे फिर वही वाला बात मेरा सीट दिलवा दे हम क्यों आपको सीट दिलवाए उसी टाइम आप बोलिए ना हमारा सीट वो किसी और का था किसी और को में बैठ गया आप अपना में बैठना चाहिए ना आगे फिर बैठा दोबारा बैठा कि नहीं बैठा पहले सीट पकड़ लेना था जब जाके ऐसी मोच करता हूँ हम नहीं बोलेंगे आप बोलिए हम नहीं बोलेंगे आप बोलिए जाके हम क्यों बोलेंगे नहीं आप बोलिएगा आपको कष्ट हो रहा आप बोलिएगा हम क्यों बोलने जाएंगे गुड मर्निङ बिहान भयो होइन अघि निदाइएछ अनि यो चिया खाने ठाउँमा छ गाडी अब जियो राम्रैसँगले ल्यायो एकदम बाटो चाहिँ राम्रो हाइवे जनता जलपान गृह अहिले 5 बज्यो होइन बिहानको यहाँ चिया खाजा खाना रोकेको छ बाटो चाहिँ जस राम्रो रहेछ नेसनल हाइवे सारा ल्यायो खानेकुराहरू त बाटोको त्यस्तै हो त्यो पनि बिहारको त्यो चाहिँ वर्ष खानु नखाएकै राम्रो हो होइन अहिले चाहिँ यो बिहानको खाना खाना रोकेको छ यो होटलमा हामी यहाँ बिहानको खाना खाने तर हामी चाहिँ अब खाँदैनौँ किनभने हामीले दही चिरो लिएर आएको छौँ यहाँ यसरी बसहरू रोक्दो रहेछ यो बिहानको खाना खाने ठाउँ मान्य होटलहरू फ्यामिली रेस्टुरेन्ट बिहार अब यो हामी सबै थाहा भएको कुरा हो होइन बिहार लास्टै फोहोर ठाउँ हो नि त अब खाना ओर्ने ठाउँमा हेर्नु त यस्तो फोहोर छ त्यो टोयलेट पनि त्यस्तै छ न ढोकामा चुकुल लाग्छ न सफा गरेको छ यार बाफ्रे कसरी खान्छ यार मान्छेले खानाहरू यहाँनिर म चाहिँ के सजेस्ट गर्छु भने तपाईँहरू चाहिँ जो पनि यसरी बसबाट नेपाल टु दिल्ली अथवा दिल्ली टु नेपाल यात्रा गर्नुहुन्छ भने खानेकुरा चाहिँ आफूले बोक्नुहोस् आफैसँग लिएर आउनुहोस् घरमै बनाएर लिएर आउनुहोस् राम्रो पनि हुन्छ स्वस्थ पनि हुन्छ पेटलाई असर पनि गर्दैन बाटोको खाना चाहिँ तपाईँले खान सक्नुहुन्छ पानी चाहिँ अब बाध्यता हो होइन पानी बाध्यताले किनेर खानुपर्छ नभए त्योदेखि बाहेक अरू केही कुरा खान सकिँदैन फलफुलमा पनि त्यस्तै नै हुने रहेछ त्यसैले खानेकुराहरू चाहिँ आफैले बोकेर आएको राम्रो त्योदेखि अरू विकल्पै छैन एकदमै जस्तै त्यो स्मेल यो यदि भिडियोमा स्मेल देखिन्थ्यो भने र तपाईँले फिल गर्न सक्नुहुन्छ भने तपाईँहरूले पनि थाहा पाउनुहुन्थ्यो त्यस्तो ब्याड स्मेल आइरहेको छ
ल यो चाहिँ बिहार हो खाना खाने ठाउँको अवस्था यस्तो छ टोयलेटहरू छ यो चाहिँ इन्डियाको नेसनल हाइवे यही बाटोबाट हामी गएको नेसनल हाइवे यो चाहिँ अहिले हामी ठ्याक्कै मुजफ्फरपुरको यो गरबङ्गा रोडमा खाजा खान रोकेको छ हामी सबैजना खाजा खाँदैछौँ यहाँ पनि सेम प्रब्लम मान्छेभन्दा बढी झिङ्गा होइन फोहोर नखान सकिने रहेछ